And now we have a heartline from Nia in Nepal. क्वान इन ध्यान विधिमा दीक्षा पश्चात हरेक दीक्षितसँग गुरुवर सधैँ साथमा रहनुहुन्छ र पञ्चशीलको नियम पालना गरुन्जेल 5 वटा देवदूतहरू हाम्रो वरिपरि रही हाम्रो सुरक्षा गर्नुहुन्छ भनेर गुरुवरले भन्नुभएको मलाई याद छ। त्यही कुराको अनुभूति एउटा बस दुर्घटनामा मलाई भएको थियो। एक पटक म मेरो आमा बुबालाई भेट्न गएकी थिएँ, जुन नेपालको पश्चिमी पहाडी भेगमा पर्दछ। म जहिले पनि त्यहाँबाट फर्कँदा बिहान 7 बजेतिर हिँडेर 3 घण्टामा बस स्ट्यान्ड पुगिसक्थे। तर यस पाला अचम्म भयो, 3 घण्टाको बाटो मलाई 10 घण्टा लागेको थियो, किनभने मेरा पाउहरूले आफू नेचुरल रूपमा लिने फड्को नै लिन सकिरहेको थिएन। भैँसीको खुट्टामा दाम्लो बाँधे झै म हिँडिरहेकी थिएँ। अहिले मैले थाहा पाएँ कि मलाई अगाडि नजान भनी त्यो एउटा संकेत रहेछ भनेर। आखिरकार लतारिँदै घस्रिँदै म बेलुका 5 बजेतिर बस चढ्ने ठाउँमा आइपुगेँ। मैले भोलिको लागि ढोकाइको छेउको 1 नम्बरको सिट बुक गरेँ। तर भोलिपल्ट म बस चढ्दा मेरो सिटमा पहिले नै मानिस बसिसकेको थियो र यो बसको स्टाफ बस्ने सिट हो भन्दै मलाई पछाडिको सिटमा बस्नु भन्यो। तर पछि मलाई महसुस भयो यो सब मेरै सुरक्षाको लागि रहेछ भनेर, किनभने म ढोकाको सिटमा बसेको भए दुर्घटनामा धेरै चोट लाग्न सक्थ्यो। भोलिपल्ट बिहान जसै मेरो बस गुड्यो, ड्राइभरले 81 खलासीलाई चिच्याउँदै गाडीलाई रोक्न, गाडीमा ब्लक राख्न भन्यो। त्यो सुनेपछि बसभरिका मानिसहरूले बसको ब्रेक फेल भएको थाहा पाए। हाहाकार मच्यो। भिरको बाटोमा गुडिरहेको गाडीबाट निस्किएर कसले ब्लक हाल्न सक्ने? बसले आफ्नो सन्तुलन गुमाउँदै गयो। कोही झ्याल फुटाएर बाहिर हाम फाल्न खोजिरहेथे भने कोही डरले यताउति दौडिरहेका थिए। भिरको साँघुरो र ओह्रालो बाटो, तल खोला, बस्ने कुनै सम्भावना थिएन। तर त्यस्तो परिस्थितिमा पनि मेरो मनलाई शान्त स्थितिमा पाएर म अचम्म परेँ। मर्ने बेलामा न कुनै सम्पत्तिले न कुनै आफन्तले नै हाम्रो मद्दत गर्दछ, केवल गुरुवरले मात्र हामीलाई लिन आउनुहुन्छ भनेर गुरुवरले भन्नुभएको सम्झे। पूर्ण रूपले आँखा चिम्लेर गुरुवरलाई सम्झेको मात्र के थिए, बस ड्वाङ्ग गरी ठुलो आवाजले भिरतिर रहेको एउटा ठुलो ढुङ्गामा ठोकिएछ। अगाडिको पाङ्राहरू फुत्किएर बस चाहिँ कुनातिर धस्सिएको रहेछ। अवश्य पनि यो गुरुवरको आशीर्वाद र देवदूतहरूकै कृपाले सम्भव भएको थियो। कसैलाई पनि ठुलो चोट लागेन। मृत्युको यति नजिक पुग्दा पनि मेरो मन शान्त भएको र गुरुवर प्रति पूर्ण रूपले समर्पित भएको सम्झिँदा मन अहिले पनि गद हुन्छ। गुरुवरको कृपा सधैँ म माथि रहिरहोस्। जय गुरुदेव। नेपालबाट निया। Elated Nia, with thanks for relating your experience. We are very happy to learn of your safety and well-being. We too are deeply grateful to Master for loving and protecting all of us who have had the greatest blessing to become her devoted initiates. May the Divine continue to bestow good fortune on you and the hearty Nepalese people. In universal peace, Supreme Master TV Team. Now we have abandoned that true life and take away a life which is not God's will. We take an animal without it being willing and take away its life. Master Bain Saduno, vegetarian. We welcome your heartlines, stories, and or cute loving animal people clips. Please send them via suprememastertv.com/heartline.